यहाँ अञ्जलीजी हुनुहुन्छ। अञ्जलीजीलाई म स्वागत गर्छु। अञ्जलीजी नमस्ते, स्वागत छ है। नमस्ते। पुरा नाम भनिदिनुहोस्। मेरो नाम अञ्जली सुनार, म चाहिँ सांस्कृतिक भाषा दोवासे। ल, उहाँले हामीलाई कम्युनिकेट गर्नुहुन्छ। यो उहाँहरूले बोलेको हामीले पनि सुन्नु पर्यो, बुझ्नु पर्यो, तपाईँ दर्शक महानुभावहरूले पनि बुझ्नु पर्यो र हामीले भनेको कुरा, हामीले सोधेको कुरा उहाँहरूले पनि बुझ्नु पर्यो। त्यसको लागि अञ्जलीजीले यसलाई कोअर्डिनेट गर्नुहुनेछ, यसलाई समन्वय गर्नुहुनेछ। त्यसको लागि उहाँलाई धन्यवाद छ। विद्यार्थीका केही प्रतिनिधिहरू हुनुहुन्छ, म दुई जनाको दरले विद्यार्थीहरूलाई बोलाउँछु, त्यसपछि उहाँहरूले आफ्नो कुरा राख्नुहुनेछ। अञ्जलीजीले मलाई सहयोग गर्नुहुन्छ। नमस्ते, तपाईँको नाम भनेर आफ्नो परिचय दिएर तपाईँहरू किन आन्दोलन गरिरहनु भएको, के हो तपाईँहरूको माग, किन चित्त बुझेन, त्यो कुरा भनिदिनुहोस् त। नमस्कार, मेरो नाम चाहिँ बेसराज ढकाल। मेरो घर चाहिँ स्याङ्जा जिल्लामा पर्छ र म चाहिँ अहिले कक्षा 12 मा पढ्दैछु। र अहिले विद्यालयमा विद्यार्थीहरूले धेरै गुनासोहरू गरिराख्नु भएको छ। जो हाम्रो साथी हुनुहुन्छ विजय विश्वकर्मा, उहाँको विषयमा चाहिँ उहाँ जेल चलान हुनुभयो। त्यसको छानबिन किन भएन, फेरि पनि उहाँ जस्तै गरेर हामीले पनि त्यसरी नै जेल चलान हुने हो कि, शिक्षामा चाहिँ हाम्रो चाहिँ पढ्न